मेरो सामान्य राजनीतिक प्रभाव चाहिँ मलाई 2026 सालमा सुस्ता महेशपुरको भारतीय हस्तीको विरोधमा भएको आन्दोलनमा म केटाकेटी नै थिएँ। त्यसले चाहिँ त्यो आन्दोलनको बारेमा दाजुहरू लागेकोबाट मलाई अलिकति त्यसले प्रभाव पारेको थियो र त्यो आन्दोलनले मलाई अब राजनीतिपछि लाग्ने खालको अलिकति जाँगर आयो। त्यसपछि म बिस्तारै अब साथीभाइको सम्पर्क खास गरेर हाम्रो गोपाल साग्य, प्रदीप नेपाल, राजेन्द्र पाण्डे लगायत हाम्रा साथीहरू मार्क्सवादी अध्ययन केन्द्र भनेर हामीले बनायौँ र अनि विद्यार्थी विशेष गरेर म विद्यार्थी क्षेत्रमा चाहिँ म बेसी केन्द्रित थिएँ र विद्यार्थीकोमा चाहिँ शिक्षा नीतिको विरोधमा चाहिँ आन्दोलन भइरहेको थियो र त्यो आन्दोलनमा सरिक भएँ। सरिक हुने सिलसिलामा जनकपुरमा चाहिँ जोजुगामा कामेश्वर र कालेश्वर यादव दुईजना विद्यार्थी भाइहरूलाई को हत्या सरकारले गर्यो। त्यसले मलाई अझै यो विद्यार्थी आन्दोलनमा लागेका आफ्ना सहयोद्धाहरूलाई हत्या गरिसकेपछि त्यसको विरुद्धमा हामीले न्यू रोडको पिपल बोर्डमा जाने पर्चा छरेर सामान्य कोर्ट सभाको आयोजना गऱ्यौँ। त्यो कोर्ट सभामा पक्राउ परेर त्यो नै मेरो राजनीतिक जीवनको सुरुवात भन्न सकिन्छ र म त्यो बेलामा चाहिँ नि करिब 1 महिना जति काठमाडौँ डिएसपी कार्यालयमा मलाई थुनेर राखेँ र म त्यतिखेर उमेरमा पनि अलिक सानै थिएँ। म भर्खर कलेजमा पुगेको थिएँ, कलेज पढ्दै थिएँ महेन्द्ररत्न क्याम्पसमा। त्यसपछि अब त्यो जेल परिसकेपछि अनि निरन्तर अब आन्दोलनमा चाहिँ नि अलिकति चासो लिँदै गएँ म र त्यसै गरी 30 सालमा फेरि अब विद्यार्थी आन्दोलनको सिलसिलामै नयाँ सडकमा भूगोल पार्कनिर मलाई फेरि आन्दोलनको एउटा एक्टिभिस्टको रूपमा चाहिँ पक्राउ गर्यो र त्यतिखेर पनि हामीलाई डिएसपी कार्यालयमा 1 महिना अनि 1 महिना चाहिँ नि सदरखोर दिल्ली बजारमा र त्यसपछि सेन्ट्रल जेलमा लग्यो र त्यो एउटा सेन्ट्रल जेलमा लगिसकेपछि चाहिँ नि मेरो राजनीतिक मोड चाहिँ अलि माथिल्लो तहमा गयो र मैले कम्युनिस्ट पार्टीको धेरै कुरा मैले बुझेको थिइनँ। त्यहाँभित्र गइसकेपछि झापाको 26 जना साथीहरू चाहिँ झापा जेलको झापा सङ्घर्षसँग सम्बन्धित साथीहरू हुँदो रहेछ। त्यसमध्ये 1 जना मोहन अधिकारी गोलघर हुनुहुन्थ्यो अनि त्यसपछि केपी ओली र मोहन कुमार गौतम छुट्टै मेसमा हुनुहुन्थ्यो र 24 जना अर्को मेस, यसरी 27 जना साथीहरू चाहिँ नि त्यहाँ हुनुहुन्थ्यो र हामी 24 जना मेसमा चाहिँ हामी बस्यौँ र हामी त्यतिखेर 4 महिना जेल पऱ्यौँ। त्यसमा हामी राजेन्द्र पाण्डे, म, सुभाष नेमाङ, भीम नेउपाने, भीम रावल, बलराम बास्कोटा, त्यसपछि गएर जगत बहादुर बोगटी, सीताराम दाहाल, सुनिल राई, विनोद लगायत धेरै अब 40 जना साथीहरू चाहिँ त्यहाँ पक्राउ भयो। केही साथीहरूलाई भद्रगोलमा राखेको थियो र हामीले त्यो बेला नै अब कम्युनिस्ट आन्दोलनको बारेमा जानकारी राख्यौँ र यस्तो खालको चाहिँ त्यो बेलामा यस्तो खालको सिचुएसन थियो कि एकातिर कम्युनिस्ट आन्दोलनमा फाटो र भएका धेरैवटा कम्युनिस्टहरूको गुट विभाजित, त्यसमा पनि दक्षिणपन्थी रुझान अनि राजतन्त्र र गणतन्त्रको बारेमा छाती फर्काएर बोल्न सक्ने खालको कुनै पनि पार्टीहरू नभएको अवस्था रहेको थियो र त्यो नै एउटा झापा विद्रोहको चाहिँ नि प्रमुख विषय थियो। नेपालका कम्युनिस्टहरूले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको नारा लिएर अगाडि बढ्नुपर्छ भन्ने खालको आवाज चाहिँ नि झापा विद्रोहले दिएको थियो। त्यही आवाज लिएर चाहिँ हामी जेलबाट बाहिर निस्क्यौँ र निस्किसकेपछि हामीले त्यही उसमा चाहिँ नि हामी विद्यार्थी उसमा चाहिँ सक्रिय भयौँ। त्यतिखेर चाहिँ राजेन्द्र पाण्डे र मलाई चाहिँ अब न्यू गेट स्कुलमा चाहिँ उहाँहरूले
गर्नुभएको थियो र हाम्रै माध्यमबाट चाहिँ जेलबाट नै झापाको पार्टीका डकुमेन्टहरू आउने होइन वर्ग सङ्घर्ष एकको पनि लेखेर उहाँले पठाउने अरू लेख रचनाहरू पार्टीका डकुमेन्ट पठाउने काम गर्दा हामी त्यसपछि हामीले पहिला बनाएको मार्क्सवादी अध्ययन केन्द्रलाई पनि विकास गरेर हामीले मुस्लो परिवार भनेर बनायौँ। त्यसमा चाहिँ नि प्रदीप नेपाल, गोपाल साखे, राजेन्द्र पाण्डे, बिरबहादुर लामा हामी थियौँ र एकातिर झापा समर्थन गर्ने ठुलो एउटा पङ्क्ति थियो। जेलबाट निस्किन अधिकांश विद्यार्थी नेताहरू चाहिँ नि झापा सङ्घर्षलाई समर्थन गर्ने तहमा जानुभयो र केही मान्छे मात्रै त्यो त्यसको विरोधमा हुनुहुन्थ्यो, खास गरेर प्रगतिशील खेमाको। त्यसमा अब हामी चाहिँ नि त्यहाँ जेलबाट चाहिँ नि डकुमेन्ट लिएर अब झापा सङ्घर्षको पक्षमा चाहिँ नि हामी उखाल गर्थ्यौँ र त्यही बिचमा हामीले यो झापा लाइनलाई चाहिँ समर्थन गर्नको लागि व्यापक बनाउनको लागि सम्पर्क विस्तार गर्नलाई प्रसार गर्नको लागि हामीले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको चाहिँ नि बारेमा पर्चा गर्ने निष्कर्ष निकाल्यौँ र पर्चा हामीले तयार गऱ्यौँ। यो सँगसँगै नेपालमा चाहिँ भारतले नाकाबन्दी गरिरहेको थियो। राष्ट्रियताको आन्दोलन चाहिँ नि देशमा चलिरहेको थियो। खास गरेर प्रगतिशील एउटा विद्यार्थी पङ्क्तिहरूले त्यो कुरा उठाइरहेका थिए। त्यही बिचमा हामीले प्रगतिशीलहरूको चाहिँ नि एकातिर नेपाली काङ्ग्रेस नेभी सङ्घका मान्छेहरू भेला पिकनिक गरेर चाहिँ उनीहरूले आफ्ना कुरा प्रचार गर्दै थिए र हामीले चाहिँ यो पिकनिक गऱ्यो भन्दा नि यो एउटा भेला गरेर विभिन्न पारेको कोठामा भेला गरेर चाहिँ यो सरकारको भारतसँग घुँडा टुक्का नीति खालको विरोध गरौँ भनेर त्यतिखेर तुलसी गिरी प्रधानमन्त्री हुनुहुन्थे र उनले चाहिँ बाहिरमा गएर चाहिँ देशको चाहिँ स्वाभिमानलाई नजोगाउने ढङ्गले बोलेका थिए। घुँडा टुक्का नीति र भनेर हामी त्यसलाई नाम दिएर हामीले पर्चा निकाल्यौँ। एकै समयमा हामीले गणतन्त्र राजतन्त्रको अन्त्य गणतन्त्र स्थापना र घुँडा टुक्का नीतिको एउटा भण्डाफोर गर्नु दुईवटा पर्चा निकाल्यौँ। एउटातिरको चाहिँ मा चाहिँ सुभाष नेमाङ, सुभाष राई लगायत भीम नेपाली लगायत एउटा अन्डासीको ठुलो पङ्क्ति थियो र अर्को एउटा चाहिँ नि हामी सीमित मान्छेहरू मुस्लो परिवारका मान्छे थियौँ र त्यो एकैपटक निस्केपछि त्यो घुँडा टुक्का नीतिको भण्डाफोर गर्नु चाहिँ अलि धेरै व्यापक ढङ्गले गयो। त्यहाँ धेरै ठुलो सर्कल थियो साथीहरूको। अब त्यसले गर्दाखेरि चाहिँ त्यो पर्चा पक्राउ परेर त्यस सँगसँगै धेरै साथीहरू पक्राउ पर्नुभयो। त्यही खोरमै राखेको थियो र त्यसपछि हाम्रो पर्चा पनि पक्राउ पर्यो र यसरी एकैपटक चाहिँ दुईवटा पर्चाको नाउँबाट चाहिँ मान्छे पक्राउ परेर लगभग के पनि उनीहरूलाई जानकार भयो भनेदेखि यो पर्चा चाहिँ नि एकअर्कोसँग सम्बन्धित छ भन्ने खालको उनीहरूले आकलन गरे। त्यसले गर्दाखेरि हामीलाई झन्डै 40जना जति साथीहरू चाहिँ त्यहाँ त्यो बेलामा चाहिँ दुईवटा केसमा पक्राउ गरेको थियो र मलाई चाहिँ नि पक्राउ गरेपछि मलाई छुट्टै कोठामा राखेर मलाई अलिक छुट्टै विशेष ट्रिट गर्यो। त्यो गर्नुको पछाडि चाहिँ नि कारण के थियो भनेदेखि मेरो घरमा मलाई घर घेरेर मलाई पक्राउ खुवाएको थियो। म भागेँ। पछि फेरि मलाई बालजुमा किसानको घरमा चाहिँ घेरेर मलाई पक्राउ गरिसकेपछि मेरो घरमा रेड गर्दाखेरि चाहिँ नि मसँग वर्ग सङ्घर्षको किताब, गुरिल्ला चेकु भाडाको गुरिल्ला युद्धको किताब, अनि चारो मोर्दार किताब, यस्तै भूमिगत खालको किताब होइन भेटिसकेपछि र अनि अर्को क्लोरोफर्म भन्ने एउटा त्यो पनि भेटिसकेपछि मलाई अलिक कडा गर्यो। खास हामीले चाहिँ त्यतिखेर जेलबाट निस्किसकेपछि नेपालमा चाहिँ नि एउटा क्रान्तिकारी विचार लिएको नेताहरू होइन सिबी बेनाली लगायत झापा आन्दोलनका नेताहरू जम्मै जेलमा भएको हुनाले उहाँहरूलाई ननिकालिकन आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने हाम्रो निष्कर्ष विशेष गरेर राजेन्द्र पाण्डे र मैले चाहिँ नि जेलबाट उहाँलाई निकाल्न चाहिँ नि बाहिरबाट क्लोरोफर्म र पोटासियम साइनेट प्रयोग गरेर जेलको पुलिसहरूलाई आफ्नो कब्जामा लिएर निकाल्न सकिन्छ भन्ने हाम्रो त्यतिखेरको आकलन। सकिन्थ्यो सकिन्छ थाहा छैन। हामी त्यो प्लानमा चाहिँ हामी लागेका थियौँ। पोटासियम साइनेट भन्ने चाहिँ एकदम कडा खालको चाहिँ ऊ हुँदो रहेछ। पिनमा चाहिँ चोपेर मान्छेलाई खोज्दाखेरि चाहिँ मान्छे विष लाएर मर्ने त्यस्तो खालको कडा खालको चाहिँ उ रहेछ होइन। अनि क्लोरोफर्म चाहिँ नि बेहोस गराउने त्यो दुईवटा कुरा। पोटासियम साइनेट चाहिँ नि हामीले
त्यो टियुको ल्याबमा मात्रै रहेछ, त्यसलाई त्यहाँ चाहिँ लिन मात्रै लागिरहेको थियौँ, त्यो भेटाइसकेका थिएनौँ। क्लोरोफर्म चाहिँ हामीले बजारमै किनेर 2 लिटर चाहिँ बजार किनेर मेरो घरमा राखेका थियौँ। त्यो प्लानमा राखेका थियौँ। त्यो प्लान पनि उनीहरूले थाहा पाए र त्यसपछि त्यो किताबहरू भूमिगत किताब पनि धेरै मेरो एक मोटो जति किताब, अरू किताब र खास गरेर भूमिगत किताब चाहिँ मेरो ठ्याङ्काबाट लगिसकेपछि मलाई अलिक कडा ढङ्गले हेऱ्यो र त्यो 40 जना मध्ये पनि मलाई त्यो डिएसपी कार्यालयमा छुट्टै राखेर 1 महिनासम्म मलाई घरमा ल्याएको ओछ्यान पनि दिएर सिमेन्टमै बस्नुपर्ने, सिमेन्टमै सुत्नुपर्ने, बस्नुपर्ने। 1 महिनामै 1 दिन चाहिँ नि यो मासुजु साकेलाई चाहिँ नि राजकाज मुद्दा लगाएर चाहिँ जेलमा म्याद थप्न ल्याएर छ। त्यो ल्याउँदाखेरि त्यही मेरै कोठामा राखेर, कोठा नभएर त्यो दिन उनको ओछ्यानमा 1 दिन सुत्यौँ। नत्र 29 दिन चाहिँ नि त्यो सिमेन्टमै सुत्नुपर्ने। अनि त्यो पछाडिपट्टि स्कुल, महिलाहरूको एउटा स्कुल थियो, त्यो स्कुलको पछाडिपट्टि त्यो झ्यालमा चाहिँ नि, झ्यालमा अलिकति त्यो सिमेन्ट थिएन, त्यहाँ झ्यालमा झुन्डेर चाहिँ घर झ्यालमा बसेर रात बिताउनु पर्ने होइन, त्यो खालको अवस्था थियो। हरेक एउटा दिन चाहिँ नि अन्तर्राष्ट्रिय कार्यालयमा ल्याउने, कुट्ने। गोपाल साकेर मलाई एउटै हतकडी लगाएर, एउटै हतकडी दुईजनाको एक हातमा लगाएर चाहिँ नि हिँडाएर ल्याउने। अनि अन्तर्राष्ट्रिय कार्यालयको राउन्ड टेबलमा राखेर सोध्ने, नयाँ कुरा सोध्ने, टेप गर्ने, फेरि दोहोऱ्याएर फेरि त्यही सोध्ने। हामी जति कुरा पनि ढाँट्थ्यौँ, पछि फेरि दोहोऱ्याएर त्यही सोद्धाखेरि कति कुरा बिग्रिन्थ्यो। अनि फेरि त्यसपछि हामीलाई पिट्दाखेरि चाहिँ त्यो खुट्टामा घुँडामा टेकेर पैतालामा पिट्ने, बेतको लट्ठीले, बेतको लट्ठी भाँच्यौँ पिट्ने। अनि पिट्दाखेरि चाहिँ नि पैतालाभन्दा तालुमा चाहिँ धेरै दुख्ने। अनि दुख्ने त पिट्दाखेरि दुख्न थालेछ, फेरि उफार्थ्यो उसले, उफार्दाखेरि पिटेको भन्दा बढी दुख्ने, नउफार्दाखेरि चाहिँ रगत जम्ने छ। त्यसरी उफ्रिनै पर्ने, हाम्रो लागि पनि उफ्रिनु पर्ने। तर उनीहरूले जम्यो भने त फेरि अब उनीहरूलाई जेलभित्र चाहिँ कुटेको विभिन्न आरोप आउने भयो हुनाले उनीहरूले त्यो रगत जमाउनु पनि चाहन्थे क्यारे। अनि त्यो ढङ्गले चाहिँ नि अत्यन्त ठुलो यातना दियो 1 महिनासम्म, 31 सालको लास्टमा। अनि त्यस्तो ढङ्गले पिटेर अनि उनीहरूले यातना दिने खालको काम गरेर पछि हामीलाई चाहिँ नि अब बयान सकिसकेपछि हामीलाई सेन्ट्रल जेल लगियो। सेन्ट्रल जेलमा पनि हामी सक्रिय थियौँ र जेलमा पनि अब बेला बेलामा जेलमा चाहिँ नि उनीहरूले शिथिल आएपछि जहाँ उभिएको छ त्यहीँ उभिनुपर्ने। अनि हाम्रो त्यही बेला चाहिँ कोठा चेक गर्ने हुन्थ्यो। त्यो कोठा चेक गर्दा मसँग चाहिँ नि पार्टीको डकुमेन्ट भेटिसकेपछि अनि उनीहरूले अनि फैसला गर्न दिन चाहिँ नि श्री श्रेष्ठ भन्ने अञ्चलाधीश थिए। अनि मलाई बोलाएर चाहिँ नि के हो केटा ढल्ने विचार चाहिँ क्या भनेर उसले त्यो डकुमेन्ट भेटाएर छ। अनि तेरो तागत छ भने ढाल, पुलिस बयान दिएको छु, अदालती बयान दिएको छु, तेरो त्यो बयानले तेरो तागत छ भने ढाल भने मैले त्यसो जा गरेँ। पछि साथीहरूलाई पनि थोरै साथीहरूलाई सोधेँ। हामीलाई ऊ गइसकेपछि 8-9 बजी चाहिँ हामीलाई सही गर्न ल्याए। पछि चाहिँ 10 वर्ष 10 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना भएर म प्रदीप नेपाल, गोपाल साकेलाई 10 वर्ष 10 लाख, 10 वर्ष 10,000, अनि वीरबहादुरलाई 5 वर्ष र 5,000 जरिवाना चाहिँ गरेर हामीलाई अनि अरू साथीहरूलाई दिएर कतिपय साथीहरू चाहिँ राजेन्द्र पाण्डेहरू, सुभाष नेमाङ लगायत साथीहरू चाहिँ नि पहिल्यै तारिखमा छुट्नुभयो। उहाँलाई दोस्रो पर्चाको केस लागेन, हामीलाई दोस्रो पर्चाको पनि लागेको मेरो त घरबाटै पनि गरेको थियो। अनि त्यसपछि जेलमा गइयो। अब जेलमा गइसकेपछि धेरै साथीहरूले, परिवारका मान्छेहरूले मुद्दा लड्ने कुरा गरे। तर किन हामी झापा सङ्घर्षको लाइन नै के थियो भनेदेखि जेलमा प्रतिज्ञावादीहरूको कानुनले चाहिँ नि हामीलाई छुटकारा दिँदैन। त्यस कारणले हामी जेल पनि एउटा क्रान्ति भूमि हो, क्रान्तिको एउटा स्पोर्ट हो। त्यही पनि लडाइँ गर्ने हो र त्यहाँ लडाइँ गर्ने, त्यहाँ राजनीति प्रचार गर्ने र त्यहाँ चाहिँ नि त्यहाँ जेलमा विद्रोह गरेर चाहिँ जेलमा निस्किने भन्ने खालको लाइन थियो। अनि हामी धेरै साथीहरूले आएर चाहिँ विश्वकान्त महिलाले, मुकुन्द बहादुर श्रेष्ठ लगायत साथीहरूले मुद्दा लड्नको लागि चाहिँ हामी लडिन्छौँ, पैसा लाग्दैन, घरको परिवार पनि त्यसो भनेको थियो। हामी लडेनौँ र हामी त्यो जेल लाइनमै लाग्यौँ र
र जेलमा सेन्ट्रल जेलमा केही समय राखिसकेपछि सेन्ट्रल जेलमा एउटा एक खालको चाहिँ नि जेलभित्र नै एउटा कुटाकुट दङ्गा सुरु भयो। त्यसको आरोप चाहिँ सिपी मीणालाई हामीलाई लगाएर चाहिँ नि हामीलाई नखु जेल सार्यो। नखु जेल गएपछि चाहिँ नि हामी त्यहाँ 17 जना मान्छे थियौँ। 20 जना थियौँ। 20 जनामा चाहिँ एउटा सानो घटना, एउटा 1 किलो चिनी चाहिँ नि लाइन नबसिकन पसलमा किनेको, त्यसको विरोधमा चाहिँ विरोध गरेको उसमा चाहिँ नि अनि 3 जना साथीहरू, अब मञ्च अधिकारी, केपी ओली र राधाकृष्ण मैनाली 3 जनालाई चाहिँ जेल सार्यो र हामी 17 जना बाँकी रह्यौँ। जेलमा एउटा मात्रै पसल थियो अनि 25-30 जनाको लाइन थियो। वामपन्थी नै हुँदो रहेछ। अनि उहाँसँग चाहिँ झापा सङ्घर्षको साथीहरूको एकदम विरोध रहेछ। अब मेसमा चाहिँ नि पालो गर्ने गरेको थियो, दुई जनाको पालो गरेको थियो। मञ्च अधिकारीको मेरो पालो थियो, भात पकाएर खानिदिने, तरकारी किनेर ल्याउने। हामी तरकारी किन्न गएको थियौँ, लाइनमा बसेका थियौँ। अनि उसले चाहिँ नि अब ल मलाई लाइन नबसिकन 1 किलो चिनी ल्याउ त भनेर पसललाई भन्न गयो। अनि मञ्चनले लाइन बस्नु पर्दैन भनेर भन्दा उसले चाहिँ नि उसले मुख फर्काइसकेपछि उहाँले कसासम्म जानु। त्यही बिचमा चाहिँ आर्केमा आएर फेरि एक चर्का हिर्काउनु उसलाई। अनि त्यसपछि केपी ओली आएर 2टा हात हल्लाएर के भन्दै हुन्थ्यो। त्यो 5 मिनटको घटना थियो। त्यतिकैमा चाहिँ नि जेलरले 3 जना माथि आउनु भनेर बोलायो। अनि त्यसपछि सेन्ट्रल जेल सारिदियो। अनि हामी 17 जना बाँकी रह्यौँ। त्यो सानो एउटा 1 किलो चिनीको उसमा चाहिँ नि 14 वर्ष केपी ओलीहरूले जेलमा, हामी 14 वर्ष जनताको बिचमा। हामी जेल फोडेर निस्क्यौँ तर के जेल फोड्दाखेरि उहाँ ती नखुवाउँदाखेरि हामीसँगै निस्किनुहुन्थ्यो नि त। अनि उहाँ गइसकेपछि हामी जेलको कसरी निस्किने कुरा त हामी सुरु भइसकेको थियो। अनि त्यसपछि चाहिँ नि अब हामी 17 जना मध्ये 2 जना चाहिँ नि मान्छेलाई चाहिँ हामीले थाहा दिएनौँ। एउटा चाहिँ नि राजकाज मुद्दाको चाहिँ नि सूर्य कन्दनवा, अर्को चाहिँ उपरती भन्ने झापा सङ्घर्षकै मान्छे हुन्थ्यो। अलिकति कमजोर वैचारिक स्त्री भएको हुनाले उहाँलाई चाहिँ नि नभन्ने भनेर 2 जनालाई नभन्ने कुरा भयो। एउटै मेसको पनि 2 जना मान्छेलाई चाहिँ नि नभएर 15 जनाको चाहिँ जेल कमिटीबाट चाहिँ हामी छलफल गर्न थाल्यौँ। छलफल गर्दाखेरि चाहिँ जेलमा कसरी निस्किने भन्ने कुरा हुँदा चाहिँ 3टा लाइन आयो। एउटा लाइन चाहिँ नि सबभन्दा धेरै मान्छेको झन्डै 70%, लगभग 70% साथीहरू चाहिँ नि जेलमा चाहिँ नि पुलिसको बन्दुक खोसेर बन्दुक हेर्दै बाहिर निस्किनुपर्छ भन्ने लाइनमा हुनुभयो। 60 30 जति साथीहरू हुनुभयो। अनि केही साथीहरू चाहिँ नि तन्ना र मन्डी गाँठो पारेर पर्खालमा झुन्डिएर, त्यो पर्खालमा चाहिँ करेन्ट चलाएको तार थियो। त्यस्तोमा पनि अब जोगिन सकिन्छ भन्ने हिसाबले त्यहाँ त्यो झुन्डेर जानुपर्छ भन्ने खालको लाइन पनि थियो। अनि त्यस्तो लाइन चाहिँ नि यो सुरुङ खनेर जानुपर्छ भन्ने थियो। अब हामी वीरबहादुर लामा र मैले चाहिँ खुलेर यो सुरुङ खनेर जानुपर्छ भन्ने लाइनमा चाहिँ हामी उकालो गऱ्यौँ। अनि छलफल व्यापक भयो। कोही पक्षमा अब नआउने भयो। अनि त्यतिखेर राम्रो विषय चाहिँ के हो भनेदेखि हाम्रो त्यतिखेरको जेलको कमान्डर सिपी मीणाले चाहिँ नि अब यो यस्तो कुरामा चाहिँ नि व्यवहारले सिद्ध गर्छ। तपाईँले 7 दिनभित्रमा आफ्नो लाइनको बारेमा आफ्नो विचार चाहिँ नि अब कसरी गर्ने तपाईँको कार्ययोजना पेश गर्नुहोस् भनेर उहाँले चाहिँ आफ्नो काममा चाहिँ नि तपाईँ अगाडि बढ्नु छ, आफ्नो योजना चाहिँ नि ल्याउनुहोस् भनेर भन्ने खालको कुराहरू उहाँले त्यो निर्णय गर्नुभयो। बहुमतले निर्णय गरिदिए भए हामी सबै एकै च्यान हुन्थ्यौँ। अब हामी बन्दुक खोसेर जाने कुरा थिएन। हामी दुसाहस गर्थ्यौँ। खोर्सानीको एउटा धुलो र बालु हालेर चाहिँ आँखामा हाल्ने, त्यसपछि गएर बन्दुक फेरि जान सकिन्छ भन्थ्यो। त्यो हाम्रो त्यो अब अव्यवहारिक थियो र हामी ती मर्न सक्ने स्थिति थियो। त्यो चाहिँ नि भएन। अनि त्यसो भइसकेपछि हामी वीरबहादुर लामा र मैले चाहिँ नि के सुरु गरेँ भने अब यस्तो कुराले हुँदैन, कुराले अब चिउरा बित्दैन, त्यस कारणले अब खन्न थालौँ हामी भनेर हामी यो प्याज खन्ने कुटो र अनि ढिँडो पकाउने दाबिलो र छाताको बिन लिएर हामी खन्न थाल्यौँ। साथीहरूसँग निर्णय छैन, केही भएको छैन।
अनि त्यसै गरेर हामी त्यो वज्रले छापेको त्यो अहिले त सिमेन्ट होइन ढहान वज्रले चाहिँ नि जोडेको पाएको इँटामा त्यो थियो र त्यो एकदम कोटाउने एकदम गाह्रो हुन्थ्यो। त्यो मितिहरू चाहिँ नि फागुनको त्यस्तै फागुनको 7, 8, 9तिर होला, 9तिर 33 सालको फागुन 9 गतितिर। अनि हामी खन्न थालिसकेपछि अनि एउटा हलचल मचिहाल्यो त्यहाँ। विभिन्न साथीहरूलाई चाहिँ कोही चाहिँ मार्ने भयो, यो सुरुङ खन्न देखिहाल्छ, सम्भव पनि छैन, अब बिहार भन्न कोही भन्न थाल्यो, कोही के गर्न थाल्यो। अनि हामी खन्न थालेपछि चाहिँ नि अनि त्यसपछि बिस्तारै चाहिँ नि त्यो लाइनमा धेरै साथीहरू चाहिँ नि आउनुभयो र यतिबाट यही लाइनमा जानुपर्छ भन्ने कुरा भयो र एक तला मतलब एक मान्छे तल खनिसक्यो भने चाहिँ नि खैर हामी तेस्रो जना आँटेको, तेस्रो जना आँट्दाखेरि चाहिँ नि अनि त्यो प्याज लगाएको बाहिर नै भाँसिन थालिसकेपछि अब हाम्रो साथीहरूमा चाहिँ एक खालको आतङ्क भयो। अनि पछि दाउरा पत्रिकाहरू लगेर त्यो भाँसेको ठाउँ चाहिँ तलबाट चाहिँ नि टेको लगाएर त्यसलाई जोगायौँ र अनि त्यो अझै बेसी गहिरो खनेपछि अनि तेस्रो गएपछि चाहिँ त्यो भाँसिने काम पनि रोकियो। त्यसरी चाहिँ नि अनि त्यो भाँसिने काम रोकिएर तेस्रो गइसकेपछि चाहिँ नि अधिकांश पार्टीको पनि निर्णय, औपचारिक निर्णय पनि गर्यो। अब यही जेल यो सुरुङ खनेरै जाने भन्ने खालको चाहिँ पास लाइन पनि पास भयो। अनि त्यसपछि हामीले अनि खन्न थाल्दाखेरि चाहिँ अलिकति खन्न थालेपछि नि पाइलामा सङ्कट आयो कि। पहिलो सङ्कट भनेर चाहिँ नि अब यो भाँसिने सङ्कट भयो। दोस्रो सङ्कट भनेर चाहिँ नि यो नोकोमा चाहिँ नि पहिला टक्सार रहेछ, पैसा छाप्ने टक्सार रहेछ। अनि टक्सारको बेलाको घर, अनि त्यसपछि टक्सारको पर्खाल, अनि जेल बनिसक्यो अर्को पर्खाल। 3टा चाहिँ नि त्यस्तो खालको पर्खालका जगहरू रहेछन्। त्यो 3टा जग्गालाई चाहिँ हामीले छिचालेर जानुपर्ने। अब सुरुमा हामीलाई माटो कति आउँछ भने अन्दाजै थिएन। सुरुमा त हामीले चाहिँ अब खल्तीमा हालेर बारीमा फ्याल्ने, अब साग पखाल्दाखेरि माटो पठाउने, यस्तो कच्चा कामहरू गऱ्यौँ। तर माटो त सकिँदैन। अनि त्यो भान्सामा चाहिँ चौकीहरू बनाउने, चुल्हा बनाउने गरेर खर्च गऱ्यौँ, त्यसरी माटो त सकिँदैन। अब अन्त्यमा त हामीले अन्त्यको कुरा गर्दाखेरि चाहिँ हाम्रो झन्डै हाम्रो अन्दाजमा 12 टक जति माटो आयो होला, 12 टक माटो। त्यो 12 टक माटो चाहिँ हामी अब लुकाउनु पर्ने खालको चाहिँ त्यो थियो। अनि अर्को चाहिँ के भनेदेखि अब माटो त जति ठुलो पाल बनायो उति धेरै माटो आउने। त्यसले गर्दा हामीलाई पाल सानो पार्ने खालको कुराहरू हामीले सोच्यौँ। अनि पाल चाहिँ मान्छे छिर्न परिहाल्यो। तर अर्को चाहिँ मान्छे छिर्नुभन्दा ठुलो पार्न पर्ने अवस्था नै आयो। 2 हातहरूले माटो खनेको माटो तान्न पर्यो। तान्दाखेरि चाहिँ नि त्यो तान्दाखेरि पनि ठुलो पाल हुने भयो। अनि हामीले चाहिँ अब एउटा निर्णय के गर्यौँ भनेदेखि एउटा हातले तान्ने, एउटा दाँतले तान्ने। बोरा 6-7 पाथीको चिसो माटोको बोरा चाहिँ नि दाँतले समाउने एकातिर चाहिँ हातले तान्ने गरेर त्यसरी पाल सानो बनायो र प्रत्येक एक मान्छे 5 फिटमा चाहिँ एउटा सेन्टर राख्यौँ। त्यो सेन्टरमा चाहिँ नि अनि घुम्न यसो अब 2 हातको 4-8 खुट्टा चाहिँ नि कुप्रियाएर चाहिँ नि घुम्न सकिने खालको चाहिँ ठाउँ ठुलो बनायौँ र अरू चाहिँ मान्छे छिर्ने मात्रै बनायौँ। त्यो ढङ्गले गर्दाखेरि पनि 12 टक माटो आएको थियो। त्यस्तो बनायौँ। सुरुमा हामीले चाहिँ नि अँध्यारो हुने, सुरुमा चाहिँ नि मैनबत्ती, हामीसँग पैसा पनि हुँदैन थियो। अब हामीलाई दिनको चाहिँ नि 75 पैसा र 3 टक चामल दिन्थ्यो। त्यसैले नै हामीले खाने बस्ने जम्मै पुर्याउनु पर्थ्यो। अनि हामी राजबन्दी भएर 5-7 जना राजबन्दीको थियो। उहाँहरूलाई हामीलाई 1 रुपियाँ 3 पैसादेखि 5 पैसा थियो। अरू साथीहरूलाई, धेरै साथीहरूलाई चाहिँ नि 75 पैसा थियो। त्यतिले हामीले पुर्याउनु पर्ने। अनि मैन किनेर गरेर हामीसँग पैसा पनि थिएन। अनि मैन किन्दाखेरि पनि हाम्रो सम्भव भएन। अनि हामीले के विचार गर्यो भने त्यो भित्र नै बिजुलीको तार चाहिँ नि
लगेर जोड्दै बिजुली त्यो स्टेसनमा चाहिँ नि बिजुलीको चिप पनि यसो एकातिर राख्दै अनि बिजुलीकै उज्यालोमा हामीले गर्ने खन्ने काम गऱ्यौँ। अनि त्यसपछि अब त्यसरी नै हामी खन्दै गयौँ। अब अघि मैले भने त्यो 3टा जग, अब पहिला ढुङ्गा सस्तो, एक मान्छे बराबरको 5 फिटको चाहिँ एउटा जग हुँदो रहेछ। अनि त्यो जगमा चाहिँ ठुल्ठुलो ढुङ्गा आउने, त्यो ढुङ्गा चाहिँ नि त्यही हतियार त हामीसँग धेरै थिएन। त्यो हतियारले ढुङ्गा निस्किसकेपछि निस्किने कुरा नै गाह्रो थियो, बल्ल बल्ल निकालिन्थ्यो। अनि त्यो निस्किसकेपछि चाहिँ फेरि त्यो ढुङ्गालाई बाहिर ल्याउँछ त कसरी गर्ने, माटो त अलिक सजिलो हुन्थ्यो लुकाउनलाई, ढुङ्गा त लुकाउन सजिलो नहुने। अनि ढुङ्गालाई चाहिँ फेरि अर्को खाल्डो खनेर ढुङ्गा ती दबाउने, त्यो खालको काम हामीले गऱ्यौँ। अनि जुन 3टा जग, जो टक्सारको घरको जग, टक्सारको पर्खालको जग र जेलको जग, 3टा जगमा चाहिँ आएका ढुङ्गा हामीले हतियारमा त हाम्रो अरू केही पनि थिएन। हामीसँग चुच्ची कुटो, प्याज खन्ने चुच्ची कुटो, एउटा चुच्ची कुटो थियो। त्यसपछि गएर अर्को छाताको बिरुवा, अहिले जस्तो होइन, त्यतिकै छाताको बिरुवा अलिक बलियो हुन्थ्यो, फलामको छाता बलियो खालकै थियो त्यो छाताको बिट। अनि रडहरू थियो 1-2वटा। अनि त्यसपछि गएर हामीसँग अर्को चाहिँ दाबिलो, ढिँडो पकाउने दाबिलो, ठुलो खालको दाबिलो थियो फलामको। त्यसले नै हामीले खनेको हो, त्यसले नै ढुङ्गा उकाएको हो। त्यस कारणले एउटै ढुङ्गा उकाउन पनि अब कहिले कहिले 1 दिन लाग्ने खालको हुन्थ्यो ठुल्ठुलो ढुङ्गा पर्दाखेरि। त्यसरी गर्दै गऱ्यौँ। त्यसपछि गएर एकपल्ट चाहिँ के भनेदेखि हाम्रो यो ढङ्गले नै काम भइरहेको थियो। अनि कामको सिलसिलामा चाहिँ नि एउटा यो अहिलेको पार्टीका नेताहरूले सिक्नुपर्ने खालको एउटा कुरा पनि छ कि अब कार्यविभाजन चाहिँ मान्छेको योग्यता र क्षमता अनुसार कार्यविभाजन थियो। जस्तै म चाहिँ खन्ने कुरामा सक्षम थिएँ, म लगायत बिरुवाहरू लगायत हामी केही मान्छे चाहिँ हामी खन्ने कुरामा सक्षम थियौँ। हामी खन्ने काम, अब जीवन मगर अब लगायत साथीहरू, विश्व निवाल लगायत साथीहरू चाहिँ नि हामी खन्नीमा धेरै जान्थ्यौँ हामी। अनि अब प्रदीप नेपाल अलि अब त्यस्तो खालको शारीरिक काम गर्न सक्ने, उहाँ गीत गाउने कला थियो। उहाँ फेरि अब गीत गाउनुहुन्थ्यो, बसाइ हिँड्नेको तातीले बस्तीको मनहरू आयो होइन, कोही त भने जा नहर भनेर यस्तो गीत गाएछन्। त्यो पुलिसहरूलाई अब त्यहाँका कामदारहरू चेक गर्ने कामदारहरू उनीहरूलाई चाहिँ राम्रो लाग्थ्यो। अनि उहाँले चाहिँ त्यो हाम्रो खलेको आवाजलाई चाहिँ नि उनीहरूको काम नपर्ने गरेर उहाँले त्यो गीतमा बोलाइदिनुहुन्थ्यो। अब कोही साथीको चाहिँ के भनेदेखि ठट्टा बट्टा गरेर चाहिँ नि ठट्टा गरेर भुल्याउने खालको ऊ हुन्थ्यो होइन। त्यो साथीहरूलाई मान्छेलाई अल्मल्याउने होइन, उसलाई भुल्याउने। त्यहाँको जेलको सिआइडीहरू, हामीलाई चाहिँ निगरानी गर्ने सिआइडीहरू हुन्थे होइन। त्यहाँ हरेक वार्डमा चाहिँ नि कामदार भाइ चौकीदार भन्ने हुन्थ्यो। अनि तिनीहरूलाई चाहिँ नि भुल्याउने खालको कामहरू चाहिँ नि केही साथीहरूलाई त्यस्तो खालको जिम्मा दिएको थियो। त्यस्तो खालको जिम्मामा अब हाम्रो घरेन्द्र बस्नेतलाई त्यस्तो खालको जिम्मा दिएको थियो। अब कोही साथीहरू चाहिँ नि सूचना सङ्कलन गर्ने, जेलको प्रशासनको सूचना सङ्कलन गर्ने, सागर खड्का भन्ने अब हर्क खड्का भन्नेलाई चाहिँ नि त्यो जिम्मा दिएको थियो। अनि अर्को चाहिँ नि अब नरेश खरेल र धर्म घिमिरे, उहाँ चाहिँ टिभी लाएर रोग लागेको थियो। उहाँ केही त्यस्तो शारीरिकदेखि लिएर अरू धेरै काम गर्न सक्नुहुन्न थियो। उहाँले चाहिँ नि टेलिफोन पनि बनाएको थियो हामीले। अब त्यो उसको पालबाट चाहिँ नि सुरुङको पालबाट चाहिँ नि धागो हल्लाएपछि त्यो माथिल्लोको तलामा चाहिँ नि एउटा ओछ्यानमा चाहिँ नि सलाइको बट्टा जस्तो झुन्ड्याएको थियो, त्यो हल्लिन्थ्यो। त्यो हल्लिएपछि चाहिँ नि उहाँ पाल मुखमा आउने र पानी चाहियो कि अथवा के चाहियो, समस्या के पऱ्यो भनेर त्यो टेलिफोन नै थियो हाम्रो। त्यो टेलिफोन हेर्ने काम चाहिँ हुन्थ्यो एउटा त्यो काम। अर्को चाहिँ के भनेदेखि म गएँ भनेदेखि मेरो ओछ्यान खाली हुनु भएन। म गएँ भनेदेखि मेरो ओछ्यानमा चाहिँ नि अब अर्कोसित राखेर चाहिँ नि माधव पौडेललाई ज्वरो आएको छ नचलाउनु भनेर उसलाई त्यो ओछ्यानलाई हेरचाह गर्ने हुन्छ कि आफै सुत्दिने हुन्छ कि के गरेर हुन्छ, त्यो ओछ्यानको चाहिँ खन्न गएका मान्छेको चाहिँ नि ओछ्यानको सुरक्षा गर्ने। जसले गर्दा चौकीदार खोज्न आयो भनेदेखि चाहिँ नि खन्न जाने मान्छे खोज्न आयो भने चाहिँ खन्न जाने मान्छे ती सुतिसकेको छ भन्नेको देखाउनको लागि चाहिँ नि त्यस्तो खालको पनि व्यवस्थापन गरेको थियो। यसरी के भन्छ प्रत्येक मान्छेलाई त्यो 15 जनालाई एक मान्छेलाई को कामको
त्यतिकै महत्त्व हुन्थ्यो। एउटा मान्छेले पनि राम्रो काम नगर्दा पनि त्यो काम सफल हुन सक्दैन थियो। त्यो चाहिँ पियानो जस्तो चाहिँ नेतृत्वले सिबी मैनालीले त्यो कुरा मिलाउनु भएको थियो। अब अहिलेको नेताहरूले त्यो खालको क्षमता अनुसारको चाहिँ मान्छेलाई कामतिर लगाउन सक्यो भने देशको पार्टी सङ्गठनको चाहिँ राम्रो विकास हुँदै जस्तो लाग्छ मलाई। त्यो खालको एउटा राम्रो खालको चाहिँ कुशल सङ्गठनको भूमिका त्यहाँ निभेको थियो। अर्को एक दिन चाहिँ के भयो भनेदेखि हामी गोपाल साके र म जीवन मगर खन्न गएको थियौँ। माथिबाट चाहिँ नि बत्ती त्यो हाम्रो मुखको चाहिँ नि मुखमा चाहिँ नि बत्ती राखेको थियो एउटा। त्यो बत्तीको उज्यालो चाहिँ धेरै चकिलो भयो भन्ने लागेको थियो को साथीलाई। सल्लाह पनि नगरिकन आफ्नै योजनामा चाहिँ नि त्यतिखेर टेर्लिङको कमिजहरू आउँथ्यो। टेर्लिङको कमिज थोत्रो कमिजले चाहिँ नि त्यो चिपलाई उहाँले छोप्नु भएछ। एउटा आफ्नो बुद्धि लगाएर छोप्नुभयो उज्यालो नदेखियोस् भएर। तर के भनेदेखि त्यो धेरै बेरसम्म त्यो तातेर त्यो टेर्लिङ त पग्लेपछि त्यहाँ चाहिँ नि मुखमा चाहिँ आगो लागिभएछ। हामी तिनजना भित्र अनि आगो दन्दन बल्यो। त्यहाँ त्यो स्याउलाहरू के थियो दन्दन बल्यो, भित्र गयो धुवा मुस्लो। हाम्रो अगाडि चाहिँ नि दन्दन आगो बलेको बिचमा चाहिँ नि आगोलाई पोल्दै निस्किने अथवा आफ्नो ज्यान तीमा सिद्ध्याउने दुईवटाभन्दा अर्को विकल्प थियो। निसाइसक्यौँ हामी। अनि हामी त्यो आगोकै उसबाट चाहिँ हामी निस्क्यौँ। हामी पोल्यो, लुगा पोल्यो, हाम्रो जिउ पनि पोल्यो। त्यो ठाउँको एउटा खतरा पनि भयो। अनि अब अर्को खतरा चाहिँ के भयो भनेदेखि लास्ट नै पुगेको थियो। हामी 65 फिट लामो चाहिँ सुरु थियो। 45 फिट पुग्दाखेरि चाहिँ नि ठ्याक्कै जेलभित्रको बाटो जसमा चाहिँ नि हरेक दिन चाहिँ नि राति चाहिँ नि चौकीदार पुलिसहरू मिलेर 4-5-6 जनाको हुल मिलेर चाहिँ नि खबरदार चाहिँ नि लगाउँथे। अनि त्यो घुम्थे, त्यो राउन्ड लगाउँथे। त्यो राउन्ड लगाउने बेलामा म नै खन्न गएको थिएँ। अनि त्यो तल त्यो ठ्याक्कै त्यो बाटोभन्दा मुनिबाट चाहिँ पर्खाल रहेछ। अनि पर्खालमा चाहिँ ढुङ्गा ठुलो आयो। अनि ढुङ्गा चाहिँ नि खाल्डो खनेर चाहिँ ढुङ्गा पुर्न खाल्डोमा बल्ल मैले खसाल्न लागेको। अनि ढ्याका आवाज आएछ। त्यतिखेर नै उनीहरू खबरदारी लाउने पुलिसहरू र चौकीदार भाइ चौकीदारहरू चाहिँ नि त्यहाँ आइपुगेछन्। अनि अरूले त कहिले के सुने थाहा छैन। भाइ चौकीदारले चाहिँ ढ्याक्क त्यो आवाज सुनेछ र उसले त्यतिखेर चाहिँ केही भएन। भोलिपल्ट बिहान 7:30 बजीतिर 7:30 बजीतिर गएर बैठक बस्दाखेरि चाहिँ उसले के हो सानो बेसको मान्छे त भाग्दैछ नि क्या हो, सुरुङ खेर भाग्दैछ नि क्या हो, ढ्याक्क यसरी आवाज आयो भनेपछि अनि त्यस्तो सज्जन मान्छेहरू के भाग्छन् होइन होला भनेर त्यहाँ अब चौकीदारले छामछुम पारेछ। तर के भने उनीहरूले आफ्नो निगरानीमा राखिहाले। अनि उनीहरूले चाहिँ त्यो हामीले सुरुङ खनेको कोठा चाहिँ नि हाम्रो भान्सासँगै एउटा खरायोको खरायो पाल्ने भएर एउटा कोठा ल्याएको थियौँ। त्यही खरायो पाल्ने कोठामै हामीले खनेका थियौँ। त्यो चाहिँ पर्खालको सोझो थियो। अनि उनीहरूले चाहिँ त्यो खरायोको पाल्ने कोठा चाहिँ सारिदिएर अर्को कोठामा सार्ने उनीहरू त्यहाँ पाल पारेको छ कि भन्ने शङ्का लगाएर उनीहरूले अन्त सार्ने भएर अनि हामीलाई चाहिँ नि 8 बजीतिर हामीलाई खबर गरे। तपाईँको त्यो खरायो गुण चाहिँ नि त्यो सागर भन्ने साथीलाई, त्यो हर्क खड्का भन्ने सागर भूमिगत नाउँ हर्क खड्कालाई चाहिँ बोलाएर ल तपाईँहरूको खरायोको चाहिँ अन्त पाल्नु पऱ्यो, हामी कोठा दिन्छौँ। त्यो कोठा चाहिँ नि सेन्ट्रल जेलबाट मान्छे आउँदैछन्, त्यो कोठा छोडिदिनु पऱ्यो भन्ने खालको आएर गरे। अनि हामीले ठिकै छ अब छोडिदिनु भन्न मिलेन, ठिक छ भने अनि अब तुरुन्तै आएर उहाँले भन्नुभयो अब अत्यास भइहाल्यो, 2 बोरा माटो त्यत्तिकै कोठामै छ, दिउँसो लुकाउने कुरा थियो। अब एउटा उपायबाट अत्यन्त त्यो चुलोमा चाहिँ ठुलो पाल बनाएको त्यो 2 बोरा माटो चाहिँ नि त्यहाँ आएर हामी लुकाइहाल्यौँ। अनि भात खाएर चाहिँ नि 9:15 बजीतिर बैठक बस्ने भनेर भनेको थियो। 9 बजी भात खान थालेको। अनि भात खाँदै चाहिँ नि 10-12 जना चाहिँ नि चौकीदार भाइ चौकीदार कामदारहरू जम्मै गर्दै पिक साबी लिएर आए। ल खरायो कोठा खोल्नु पऱ्यो भने अब नखोलौँ भन्ने खालको थिएन। अब खोल्नु परिहाल्यो, खोलिदिउँ। तर के गरिरहेको थियो भनेदेखि खरायो गुणमा चाहिँ खरायो चाहिँ झगडा गर्छन् भनेर 2टा गुण बनाएको थियौँ हामीले भने। एउटा गुणमा चाहिँ नि दिउँसो हामी राख्थ्यौँ
अरू गुण चाहिँ राति राख्थ्यौँ। दुईवटा गुण चाहिँ नि हामीले किन बनाएको थियौँ, भाले पछि झगडा गऱ्यो भनेर दुईवटा गुण बनाएको थियौँ। अनि त्यो चाहिँ नि बाहिर राखेका गुण चाहिँ नि सधैँको लागि थियो। अनि राति यो हाम्रो पुवाल छोप्न चाहिँ नि पुवालमा चाहिँ नि एउटा फल्याग राखेर फल्याग राखेर चाहिँ नि पुवाल छोप्ने, अनि फल्यागमाथि चाहिँ नि सोतर हालेर चाहिँ नि खराएर राख्ने। दिउँसो चाहिँ त्यो सोतरमाथि फल्यागमाथि गुण के सुरुङको मुखमाथि फल्यागमाथि सोतर, अनि त्यहाँमाथि खरायो। दिउँसो त्यसरी बस्थ्यो। दिउँसो चाहिँ नि अरू गुण खाली हुन्थ्यो। राति हामीलाई खन्ने बेला चाहिँ नि खोल्थ्यौँ र उधर लैजान्थ्यौँ। त्यसो गर्थ्यौँ। अनि उनीहरूले चाहिँ नि अनि आएर चाहिँ नि खोलिदिएपछि आएर जम्मैतिर खने, त्यो माटोको खाट बनाउने भनेर सबै वरिपरि जम्मै खने। अनि खरायो गुण पनि हेरे उनीहरूले। अनि एउटा गुण त खाली थियो, त्यहाँ यसो हेरे। अनि अर्को गुणमा चाहिँ खरायो थियो, खरायो गुणको पनि हेरे। सुकुलले माथिबाट छोपिएको थियो, हेर्दाखेरि खलायो खेलिरहेको थियो। अनि तर त्यहाँ पुवाल छ भन्ने उनीहरूलाई थाहा थिएन। सबैतिर खने। अनि त्यहाँबाट उनीहरूलाई अनि हामीले के लिनु पनि पाऱ्यौँ, तपाईँहरूलाई फुर्सद हुँदैन, हामीलाई कामै छैन, हामी खन्छौँ, हामी यहाँ खाट बनाइन्छौँ, हाम्रै साथीहरू हामी छरिया छौँ, हामी बस्छौँ, हामी आफ्नो बस्ने खाट राम्रोसँग आफै बनाउँछौँ, तपाईँ तरिका सिकाइदिनुहोस् भनेर हामीले त्यही नै उनीहरूलाई फर्कायौँ। र हामीले नै त्यो खाट बनाउने खालको जिम्मा लियौँ र त्यो पुवाल त्यो सङ्कट पनि हामीले टाल्यौँ। अनि 20 फिट को माटो चाहिँ हामी त्यो खाटमा हाल्ने मौका नि भयो। र अर्को हाम्रो माटोको कथा छुट्टै छ।